गरिदिनुहोस् न। हाम्रो कुनै पनि प्लानिङ थिएन कि लाइक आज घुम्न जाने भनेर पनि नि केटीहरूले चाहिँ बिहान बिहान कल गरेर राधिका आज घुम्न जाउँ भनेर हो नि हामी चाहिँ आज घुम्न जान लाग्छौँ बट म चाहिँ अहिले वेट गर्दैछु अरूको लागि ऋतिका चाहिँ आउँदैछिन् यो साइडबाट सो आइ एम जस्ट वेटिङ हियर अब पर्खेर यार मान्छेहरू यहाँ खाली तिमीलाई पर्खेर बसियो कहाँनिर पर्खेको थियो मलाई त्यहाँनिर रोक्यौँ अनि फेरि त्यहाँदेखि यता आयौँ अनि यहाँ बल्ल तिमी यता रहेछौ ओके फाइनली एभ्रीवान यिनीहरूको प्लान थियो आज घुम्न जाने हाम्रो चाहिँ केही प्लान पनि थिएन अब अचानक एकैचोटिमा के भन्नु अब चाहिँ जाँदैछौँ हामीहरू अस्तिदेखि प्लान गरेको अनि त्यो हुँदै हुँदै भएन फेरि आज यस्तो भएर प्लानिङ गरेपछि त्यस्तै हुन्छ क्या सो एभ्रीवान मलाई थाहा छैन यिनीहरू कहाँ लिने कता लिने म त यिनीहरूलाई चाहिँ फलो अप गर्ने हो अब थाहा छ कि थ्रु आउट द डे के गर्ने यिनीहरू कहाँ लग्ने ए मलाई देखेको छैन है तिमी चाहिँ बाटोमा छिन्रे अनि तिनी चाहिँ बाटोमा आउँछिन् अनि बाटोमा छिन्रे बाटोमा छु भन्दै थिइन् अनि हामी यहाँ तिम्रो जस्तै हो कि तिमीलाई जसरी गऱ्यौँ त्यस्तै ए ल मैले गोबरिया भन्ने देखाएको थिइनँ यार आधी देखेँ यही रहेछ गोबरिया होइन एभ्रीवान यहाँदेखि चाहिँ हामी ऋतिकालाई पिकअप गर्दैछौँ अब ऊ महारानी अगाडि हुनुहुन्छ हामी पनि व्हाइट कति राम्रो मेकअप सब ल्याएको छु सब लाउने हो मेकअप त पुरै हेलो गाइज वेलकम ऋतिका आज कति सुन्दर भएर आएछ कि सुन्दरै थियो यिनीहरू यिनलाई मेरो ब्युटीको कदरै छैन हामी कसरी ल्याउने तिम्रोमा एकअर्काको तारिफ गरौँ कति दिनपछि भेट मलाई पनि खासै आउनु छैन तिमीले छु के लगाउन ऋतिकाको मेकअप गाइस थ्याङ्क यू ऋतिकाले केटीहरूसँग मसँग केही छैन गाइस मसँग केही छैन भने के मेकअप सेटहरू केटीहरूको समाजमा म नाक कटाइदियो म नाक कटा एयरपोर्ट हो सुन्दर आएको छ यार तिमीहरू सब गाइस ऋतिका तिमीले काङ्गी किन ल्यायो भन त ए मेरो यो कपाल उडेर बिग्रिन्छ नि त्यसैले अब यसो मिलाउन चक्क गर्नु पर्यो ए प्याक छ अरे तिमीको उसमा हाई एभ्रीवान फाइनली हामी चाहिँ पुगिसकेका छौँ हात्तीसार अनि अहिले चाहिँ अटोमा आएका थियौँ होइन अनि यहाँ चाहिँ हामीहरू सब अहिले चाहिँ बबिता र बिमलाको वेट गरिरहेको छौँ बिकज उनीहरू चाहिँ स्कुटीमा आइरहेको थियो हामीहरू चाहिँ अटोमा आएको अहिले सो यसलाई भन्छौँ के ए शुक्ला राष्ट्रिय पुगेछौँ हामी ए अनि यो हात्ती साबनको ठाउँको नाम हो रहेछ त मलाई पनि अहिले थाहा भयो यो भित्र हात्तीहरू छन् के मतलब त्यही भएर यसको नाम हात्तीसार के थाहा भयो हामीलाई भगवान मेरो बाल यस्तो कहाँ पुग्यो बबिता बिमलाको चाहिँ बाटो चाहिँ उनीहरूले चाहिँ देखा नरहेछन् हो नि हामीलाई चाहिँ अटोवाला अङ्कलले यहाँसम्म पुगाइदिनु भयो अब चाहिँ हेर्नु फेरि उनीहरूले चाहिँ अब चाहिँ हामी डाइरेक्ट झुलङ्गे पुलनिर वेट गरेर राख भन्छौँ हामी चाहिँ यहाँ हात्तीसार यता हेरेर त्यसपछि चाहिँ जानेछौँ सो
एभ्रिवान, यो चाहिँ हो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज अनि हामी चाहिँ खिट्यौँ यहाँको गेटभित्र। कस्तो क्युट लागेछौ तिमी। सुन्दर देखिएछौ। यहाँ एभ्रिवान यहाँ हात्ती नै यो मतलब यहाँ यो एरियामा आउँछन् किन मान्छे त्यो भन न, मलाई थाहा थिएन। यहाँ बाहिर चाहिँ के लेखेको थियो, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज लेखेको थियो होइन। हात्ती सार पिपल सार लेखेको थियो। हात्ती सार भनेको ठाउँको नाम होला सायद, एरियाको नाम होला होइन। अनि हात्ती चुप लाग चुप लाग चुप लाग चुप लाग। बन्दरहरू पनि के अरे मैले मम्मीलाई के भने, मैले त मम्मीलाई जान्छु पनि भनेको थिएँ यहाँ छोरी यहाँ बाघले खाएर मरि भने के भन्थ्यो। मैले पनि भनेको छैन यार। हेर्न मलाई चाहिँ थाहा छैन, डर लाग्दैछ पनि। रितिका किन भाग्दै हो तिमीहरू? किन के को डर हो यार? ओ माय गॉड, म छु त्यहाँ तलदेखि। हामी चाहिँ पुगिसक्यो यहाँ हात्ती सार भन्ने ठाउँमा। बट अङ्कललाई चाहिँ अरू यतापट्टि कोही पनि हुनुहुन्न थियो होइन, एउटा अङ्कललाई चाहिँ सोधेको छु कि हामी भित्र जान सक्छु कि नै भनेर। पर्मिसन मागेर। नीलम, यु आर लुकिङ सो क्युट। त्यसपछि उहाँले चाहिँ भन्नुभयो कि यतापट्टि बाटो छ अरे, भित्र आउनुहोस् रे। फेरि यहाँबाट चाहिँ अहिले हामी भित्र जाँदैछौँ। उहाँ चाहिँ छन् अङ्कल। अब उहाँलाई सोध्नुपर्छ अनि के गर्नुपर्छ भनेर हामीले भन्नुपर्छ। एभ्रिवान पहिलोचोटि जिन्दगीमा म हात्ती देख्दैछु, थाहा छ तिमीलाई? फन हो। हात्ती टाढाबाट हेर अरे अनि फोटो अनि भिडियो पनि लिन पाउँदैन अरे। हुन्छ हुन्छ हस्। उता नजाऊ रे, तिमीले लखर्दै आउला है रितिका। एभ्रिवान रितिका भर्सेस हात्ती होला फेरि। एउटा मात्रै हात्ती छ एभ्रिवान यहाँनिर, अनि उसलाई पनि हामीले चाहिँ देख्न मात्र टाढाबाट पाउने अरे। रितिका चाहिँ ऊ टाढाबाट हेर्दैछन्, हामी पनि यताबाट हेर्दैछौँ। हात्ती चाहिँ ऊ त्यहाँ छ अनि सो वर्थ इट भयो कि नै गाइज अनि यहाँसम्म आएको। देखिम एकैजना गर्ने सबै कुराको पछि हिसाब गर्ला, पछि बाई गर्ला 4 जति खर्च हुन्छ 2000 हात्ती सारबाट चाहिँ अब चाहिँ जाँदैछु झुलङ्गे पुलनिर हो नि। तार छ यिनीहरू कस्तो कि अटोवाला अङ्कलसँग कुरा पनि नगरेर रहेछ पैसाको बारेमा। अनि अहिले तनाव हुँदैछ कि यति पे गर्नुपर्ने हो कति पे गर्नुपर्ने हो भनेर क्या। हाम्रो टिकटमै जाने हो कि सुन्न टिकटमा जाने गाइस दिस इज झुलङ्गे। ल फेरि नमस्कार गर, ढोकदिया गर। गाइस नमस्ते। ढोकदिया गुनासो भन्नुहोस्। यिनी साथीहरू नि गाइस हामीलाई अघि यिनीहरू उता गएर चाहिँ होइन घुम्न, हामीलाई चाहिँ तिमीहरू लेट गर्ने हो भनेर आधा घन्टा अगाडि यहाँ पठाए भए। हजुर अनि हामीले चाहिँ यहाँ आधा घन्टा वेट गर्नु पर्यो नि त गाइस। नेगोसिएसन रितिकाले चाहिँ अहिले राम्रो नेगोसिएसन गर्यो कि म टिकट निकालिदिन्छु, नो वरिज। एभ्रिवान यो चाहिँ झुलङ्गे पुल हो। हामी चाहिँ झुलङ्गेमा हामीले देखेको हामी तिनवटा चाहिँ तर काली आयो अहिले त। हजुर यता हो न यता सो एभ्रिवान देख्न सक्नुहुन्छ। अनि यतापट्टि चाहिँ छ उता नहरबाट पानी छैन आजभोलि त्यति धेरै, आई मिन। अनि यतापट्टि पनि छन् पानी छैन। अनि यहाँ चाहिँ हजुरहरू चाहिँ खालि पुलहरूलाई मात्र आयौँ हामी। अरू के भन्न सक्छु भनेपछि अझ पनि इन्जोय गर्नुहोस् हामीहरूसँग झुलङ्गे पुल। ओके, जो पनि झुलङ्गे पुल देख्नु भएको छैन तपाईँ चाहिँ इन्जोय गर्नुहोस् हामी सँगसँगै गाइस। अनि यहाँनिर चाहिँ मलाई एउटा समस्या चाहिँ के लाग्छ भन्दाखेरि यहाँनिर त्यो ऊ पनि लिएर आउँछन् कि त्यो बाइकहरू लिएर आउँछन्, स्कुटी लिएर आउँछन्, जसले गर्दा यो कति हल्ला आउँछ कि अनि कति मन पर्दैन। ल युट्युब छ उहाँलाई पनि निकालिदियो त, बिमु निकालिदियो। हेलो गरिदिनुहोस् न हजुरहरू। भाइरल हुन्छ भाइरल। हजुर हेलो गरिदिनुहोस् न यसरी। हेलो
गरौँ नि एउटा एउटा ओके मेरो त्योलाई रिपोर्टिङ नगरौँ आउनु र जानु दुइटै हुँदैछ कि लाइक बाइकमा एन्टी लाइट यसरी उठ्यो बिल्ला उठ जाऊ तिमी ल यसरी आउँदै यसरी जाँदैछ नि यहाँनिर अनि कहाँबाट हुने हो के अब हजुरले मलाई यो चाहिँ सरकारको कमजोरी हो हजुर भन्दा पनि होइन हजुर हजुर यो चाहिँ पुलको व्यवस्था चाहिँ आवाजाव सवारी साधनको चाहिँ यताउता आवाजात नहुनाले गर्दा हजुर हजुर बाध्यताले चाहिँ उनले हेर्नु पर्या हो अब हामी चाहिँ रोमान्टिकको हिसाबले आएका हौँ खासै है दर्शक बनेर ए हुन त यो गाडीको लागि नै बनाएको हो गाडीको भन्दा पनि अब सवारी साधन सानो सवारी साधन लग्न मिल्यो तर अङ्कल कस्तो गाह्रो हुन्छ नि जस्तै हजुर हिँड्दै हुनुहुन्छ भने चाहिँ बाटो दिनु पर्यो अनि गाह्रो भएन हुनुपर्छ कि पुल हुनुपर्ने हो त्यो चाहिँ सरकारको गाडीहरूको लागि यो हिँड्नलाई हो झोलङ्गे भनेको हिँड्नलाई हो झोलङ्गेको मतलबै हुन्छ कस्तो मजा आउँछ सो अहिले चाहिँ हामी गरिरहेको छौँ इन्जोय त्यो पनि इन्जोय के गर्दा हामीमा खालि फोटोसुट गरिरहेछौँ हामी यो झुलङ्गे पुलमा यताबाट बाइक आएर परेशान गर्दैछन् उताबाट एउटा फोटो पनि राम्रोसँग खिच्न पाउँदै छैन अर्को के नै भन्नु हो यी आइसक्यो अगाडिबाट पनि गाइस ऊ आइसक्यो अगाडि पनि गाडी अर्को बनाइरहेको छु हजुर पनि आउनुहोस् यसमा कसैलाई ठोक्यो भने तिम्रो गल्ती होस् नहोस् बाइकको गल्ती हुन्छ किन दिस इज मेड फर हिँड्न यस 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 त्यो नेपाल सरकारले भनेको छ यिनीहरूको सबै यहाँ कुन छ नागरिकहरू त्यस्ता राम्रा छन् र त्यो रुलहरू कसैले नफलो गरे यत्रो छ मान्छेहरू सर्टकटको लागि पनि आइरहेको सर्टकटको लागि देख्यो अनि सबैले कहाँ रुल फलो गर्छ त्यही भने हाम्रो गल्ती हुने होइन कि चिल मार त्यसैले त रोक्दैछ नत्र ठोक्दै हुन्थ्यो ठ्याक्क बताइदियो रिमिक्सिङ अब यिनीहरूले झलङ्ग पुल आएर यही गर्ने भयो गाइज ल ल म मात्र एक्लै बिचरा के गरौँ गाइस देखिया छु नि म एक्लै के गरौँ अब उनीहरू हेर्नु न ल सब एउटैमा चिप्किया हामीसँग कोही टिकटक बना हामी दुई बनाउने बित्तिकै होइन हामी झुलङ्गे पुलको चाहिँ एन्डमा पुगिसक्यौँ यो चाहिँ झुलङ्गे पुलको एन्ड हो गाइज यु क्यान सी अनि म चाहिँ एक्लै मात्र पछाडि छुट्याएको छु उनीहरू चाहिँ सब गइसके किनकि उनीहरू धेरै फास्टै हिँड्दै थिए कि चार्ज सकेर फेरि ब्याट्री लगाएर झुन्डाएर भिडियो बनाउँदैछु नि त म अनि त्यस्तै छ यो चाहिँ हो एभ्रीवान एन्ड झुलङ्गे पुल दोधरा चाँदनी पुल आगमनको लागि हार्दिक स्वागत यो दोधरा चाँदनी पुल जसलाई भन्छन् झुलङ्गे पुल उनीहरू चाहिँ ठुस्नका लागि अगाडि बसिसकेका छन् एभ्रीवान म चाहिँ लास्टमा खानालाई बसिसकेँ नेट छ कि नै भन त हजुर थ्याङ्क यू सो मच कोही खाने हो तिमीहरू कागती फुटाउ यार काट है यसलाई आफ्नै हातले हो एकचोटि म यो चाहिँ खानाको त बनाऊ यार अरू त नबनाऊ बरु खाइ ल बबी ल है म त खाने हिँडेँ बदाम कागती कहाँ हाल्यो यार तिमीहरूले उडाइसक्यो यहाँ रहेछ ल
खुर्सानी खाने क्या तुलाई बाबा खाने मन लाग्यो हो फेरि हामीले चाहिँ यता चटनी अनि के भन्छन् मोमो पनि अर्डर गरिसक्यो ऋतिकालाई चाहिँ एउटाले पुग्दैन अरे मोमो पनि खानै पर्ने अरे सिमले भने होइन हो राइस खाएर चाउमिन खाने राइस खाने फेरि चाउमिन खाने भन्ने अरे आज निसान चाउमिन खाएर फेरि मोमो खाने अरे सो गाइस दिस इज आवर मोमो यहाँ चाहिँ उनीहरू खाइसक्यो पानीवाली हो नि त फेरि पानीवाली रे वेट तिनको भाको को जोड्दैछ होला अहिले यो कहाँको झार जङ्गलमा ल्याएर यिनीहरू कालाले लग्ने विचार छ नि त्यो रेते उनीहरू चाहिँ हिँडेर जाँदैछन् म पनि हिँड्दैछु एभ्रिवान उनीहरू चाहिँ दुईजना चाहिँ स्कुलमा आउँदैछन् हाम्रो पाली भयो घुम्ने भाइरल रोड यिनीहरूलाई भन्यो मैले त घुमेको छु भाइरल रोड आउन भनेर यिनीहरू मान्नै नभए त्यही भएर मैले पनि आउनु पर्यो एभ्रिवान कति पो चोटि आइसक्यो म हाम्रो भिडियोग्राफरले नआए हुन्छ त जाऊ यहाँ आएर पनि हामी चाहिँ यो पुगिसक्यो भाइरल रोडमा एभ्रिवान दिस इज भाइरल रोड सबलाई यिनीहरूलाई यहाँ आएर पनि एउटा रेडी हुन लाग्छ यता अर्की गाउँता भिडियो बन्न लाग्छन् अर्की मिसहरूको यहाँ क्यामराम्यान अलग छन् म मात्र बिचरा एक्लै हुँ यहाँनिर यति थाकिसक्यो नि यहाँ हिँड्दै ऊ मान्छे बाल कोर्न लाग्छ ऋतिका बाल कोर्न लाग्छ गाइस के हुँदैछ यहाँ के हुँदैछ ऋतिका यहाँ ब्युटी हुनुपर्छ ऋतिका बाल गर्दैछ क्या यहाँ क्यामराम्यान गाइज हजुर